सो हेलो एभ्रिवान नमस्ते वेलकम छ हजुरहरूलाई मेरो डेट मिनी ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। सो साथसाथै म चाहिँ आज बिहानै झाडु लगाउँदैछु। सो मलाई चाहिँ धेरैजनाले भन्नुहुन्छ माइतमा बसी खान्छ अनि किन नमोटस् त नि भन्नेहरूलाई चाहिँ मैले स्पेसली यो भिडियो बनाएको छु। सो साथीहरू खाने भनेको नै बसेर हो। सायद म मात्रै खाँदिनँ होला, हजुरहरू पनि बसेर नै खानुहुन्छ होला। र यही कामको जति काम गरे पनि म मोटाउँछु, यसमा मेरो कुनै भन्ने कुछै छैन। सो मैले भिडियो गराउँदा चाहिँ यहाँ बाख्राको बच्चाहरूले चाहिँ मेरो मोबाइलै खसाइदियो। के गर्ने, भिडियो बनाउने वातावरण नै छैन। सो साथीहरू म चाहिँ हजुरहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु। मेरो बुढाले चाहिँ भन्नुभएको छ 1K पुऱ्याउ फलोवर्स अनि म तिम्रो लागि सेल्फी स्टिक, त्यो घुम्नेवाला सेल्फी स्टिक लिएर आइदिन्छु भनेर भन्नुभएको छ। सो साथीहरू म हजुरहरूसँग यही एउटा बिन्ती गर्छु, छिटोभन्दा छिटो मेरो 1K पुऱ्याइदिनु होला फलोवर्स। सो हेरौँ न मेरो बुढाले किनिदिनु हुन्छ कि हुँदैन। साथीहरू मलाई चाहिँ भिडियो बनाउने वातावरण नै छैन कि। भिडियो बनाउँदा बाख्राले क्यामेरा ढलाइदिने अनि भोइस रेकर्ड गर्दाखेरि यो कागले डिस्टर्ब गरिदिने। सो साथीहरू माइन्ड नगरिदिनु होला, किनभने मैले राति भिडियो बनाउन पाइनँ, मेरो भोइस खराब भएको थियो। अनि सो त्यही भएर मैले चाहिँ हिजो बेलुका चाहिँ भिडियो बनाउन पाइनँ। अहिले बनाउँदैछु, यो कागले मलाई डिस्टर्ब गरिरहेको छ। सो साथीहरू हाम्रो चाहिँ फाइनली आज 2 दिनपछि चाहिँ बोडी टिप्ने पालो थियो नि त। अनि मम्मी र कान्छाले चाहिँ अगाडि नै टिप्नु भइसक्नु भएको थियो। अनि म चाहिँ अनि झाडुहरू लाउने खानासाना गर्दा चाहिँ अनि म चाहिँ टिप्न पाइनँ। सो मैले चाहिँ यहाँ बोडी ओसारिरहेको छु। अनि मेरो छोरी चाहिँ यहाँ खेलेर बसिरहेको छिन् क्या। अब के खेलेको उसलाई नै थाहा होला। अहिले नै भिडियो बनाउँदाखेरि अहिले थाहा भयो, भिडियो हेरेको नानी खेलेर बसिरहेको रहेछ भनेर। अनि म चाहिँ कट गर्नै मन लागेन क्या। अनि राखिदिउँ न त मेरो छोरी खेलेको, अब के गरेको पछि याद हुन्छ भनेर चाहिँ मैले काटिनँ। सो साथीहरू ऊ आफ्नै पारामा बसिरहेको छ कि। अहिले चाहिँ मलाई कस्तो हाँस्नु मन लाग्यो उसले गरेको उस देखेर। सो साथीहरू हाम्रो चाहिँ आज बोडी धेरै नै आएको थियो, कति 5-6 बोरा जति आएको थियो। के गर्नु, 6 बोरा आए पनि भाउ छैन। अहिले यति धेरै भाउ घट्यो नि तरकारी उसमा के भन्ने। हामीले चाहिँ कृषकहरूले चाहिँ 10 रुपियाँमा बेच्ने अनि उपभोक्ताहरूले चाहिँ अब 100 रुपियाँ कस्तै गरेर किनेर खानुहुने रहेछ क्या। सो साथीहरू यति धेरै पैसा चाहिँ कहाँ हराउँछ के हो, अब हामीलाई त केही थाहा हुँदैन है। अब हामीले पनि यस्तो दुःख गरेर लगाइन्छ, अलिकति भए पनि होस् कृषकहरूलाई भनेर चाहिँ थाहै दिँदैनन् कि अब किन हो यसरी घटाएको होइन। यति दिन भइसक्यो, भाउ घटै छ, खेतालालाई दिने ज्यालाधरी उठ्दैन। धन्न बरु हामी त आफ्नै घरकै मान्छेले